हाम्रो देश चाहिँ अहिले तपाईँ हामी सबैलाई थाहा छ चुनावी माहौलमा गएको छ। चुनावी वातावरण छ होइन। चाहे नयाँ पार्टी होस् चाहे पुरानो पार्टी होस् सबैले चाहिँ होइन चुनाव प्रचार प्रसार गरिरहनु भएको छ। चाहे त्यो काङ्ग्रेस होस्, एमाले होस्, माओवादी होस्, रासपा होस् होइन, श्रमिक स्वीकृति पार्टी होस् लगायतका विभिन्न पार्टीहरूले आफ्नो शुभचिन्तकले, आफ्नो उम्मेदवारले, आफ्नो नेताहरूले, भावी हुनेवाला नेताहरूले होइन, पुरानै नेताहरूले पनि प्रचार प्रसारमा तीव्र रूपमा अगाडि बढिराख्नु भएको छ। गर्नु पनि पर्छ होइन, राम्रो कुरो हो। तर सबै नेता मन्त्रीहरू होइन, पुरानो नेता नयाँ नेता मन्त्रीहरू सबै चाहिँ चुनावी घर दैलोमा देखिनुहुन्छ। दुईजना त देखिनुहुन्न त हौ, काङ्ग्रेसको शेरबहादुर देउवा र आर्जु राणा देउवा। कि उहाँ अस्ति भदौ 24 गते धोबी कुटाइ खाएपछि उहाँहरूलाई राजनीतिक जीवनदेखि पुगेको हुनु त उहाँहरूले कुटाइ खाएको पनि एआईले बनाएको भिडियो त होला होइन। अब पैसा जलेको त एआईले जलाएको हो भनेपछि कुटाइ खाएको पनि एआईले नै बनाएको भिडियो होला। सत्य रूपले वास्तविक उसले त कुटाइ खानुभएको होइन होला, किनकि पैसा त एआईले जलाएको भनेपछि कुटाइ पनि एआईले बनाएको भिडियो होला होइन। जे भए पनि चुनावी प्रचार प्रसारमा देखिनुहुन्न। त्यो 23 गतेको 24 गतेको घटनाले नै उहाँलाई चाहिँ पुगेको हो कि क्या हो राजनीतिक जीवनदेखि। यसो मेरो जिज्ञासा, सानो जिज्ञासा क्या, कुरो गर्नु मन लाग्यो त्यही भएर।